अब चाहिने जति तेल हाल्ने, त्यहाँसँग प्याज हाल्ने, यो त्यहाँपछि धेरै हुन्छ हाल्नु पर्छ है। पानी त कराएर अब यो प्याज नकागेर काम हुन्न क्या। ट्याक्कै मसला हाल्नु यो टमाटर हाल्नु है। मसला डल्ला हुनु जस्तो भएर पानी हालेको र यो टमाटर हालिसकेपछि नुन हाल्नुपर्छ। नुन हालेपछि छिट्टै टमाटर पाक्छ। एकछिन पाक्नु दिएर भुटिसकेपछि आलु हाल्नु है। है बनाएर पानीपछि फुटेर पाक लिनुपर्छ है। बेलामा हेर्ने अनि सोध्ने, बेलामा हेर्ने सोध्ने यस्तो गरेर अब धनियाँ यसपछि धनियाँ हालेर ल खानाका लागि रेडी भयो। भात या भातसँग या रोटीसँग खानालाई रेडी भयो। ल थोरै चाखेर यस्तो बनाएर खानु होला तपाईँहरू पनि। कति मिठो पर्छ। तपाईँहरू पनि यस्तो बनाएर खानु होला। खुब मिठो भएछ। यस्तो गरेर पकाउनुपर्छ।